क्यामेरा थियो भने आउनु नि बोल्ने लोकल खसी भयो पुरा होइन यता यहाँ अचार भजुले अचार बनाउनु भएको छ सानो मान्छे बुबु गाडी सुत्ने बेला भएको नेपालको चिउरी भेन्टा जस्तो हो नि अचार आउँदैन भन्दै उता फर्किनुहुन्छ बसेर ल पोलेको मासु यतातिर खाना नि मिठो टेस्ट मासु बम ल हाम्रो अचार बन्दैछ होइन त काटिकन सट्ठ ल बिदुर दाइ हजुर भन्नु न त नि अब के भन्नु पर्ने हो सरले चाहिँ यहाँ ल मलाई फेरि यो क्यामेरा देख्यो भने बोल्नै आउँछ अरू बेला आउँछ क्यामेरा देख्यो भने आउनु यही त नि बोल्ने अनि ल खसीको मासु होइन त हाम्रो यता दाई भान्जी हुनुहुन्छ यहीँ लोकल खसी हो यो पुरा होइन टमाटर भन्ने के खै खतरा रहेछ त ल टमाटर कस्तो यो ओरिजिनल यो त ओरिजिनल टमाटर हो नि यता भयो यता यहाँ अचार भजुले अचार बनाउनु भएको छ यहाँ दिदीले यता यहीँ सानो मान्छे लिइरहनु भएको छ सानो मान्छे बुबु गाडी सुत्ने बेला भएको छ रमाइलो गली लाग्छ यो त नेपालको चिउरी भेन्टा जस्तो हो नि हो र खतरा मिठो हो नि यो मैले के गर्दै कि कुतु 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 यो के हो मुल्यो त जानेको ऊ हो भाउजू तपाईँ पनि भनिदिनुहोस् के भन्ने होला म त केही भन्न आउँदैन अचार भन्नु भयो त नि आउँदैन भन्दै उता फर्किनुहुन्छ बसेर यता चाहिँ हाम्रो ग्रिल होइन त ल ल पुरा ग्रिल लक्ष्मणले त दिएको त लक्ष्मण यो त कस्तो तातेको रहेछ ठिक छ मासु चाहिँ पकाएर अरू पोलेको मासु यतातिर त्यसमा फुल गरिरहने कि सानोमा चट्ट तर ग्रिल गर्ने चाहिँ अलिकति सानो भयो कि है नत्र भने त मासुहरू ग्रिल गरेकै ठिक हुन्छ कि त्यो रोस्ट भन्दा यस्तै पकाउन नि सजिलो अनि ट्याक्क खान नि मिठो टेस्टी अनि अरू एकदम राम्रो हाम्रो उहाँ सेफ नै हुनुहुँदो रहेछ अनि सेफ हो नि बर्गर किङको इन्टरनेसनल होइन त लक्ष्मण ग्रिल गर्दैछु भन न बर्गर किङ मेरो त केमा बर्गर किङ के गर्नुपर्छ म त मेजामा हो के चिकनलाई भयो पोर्कलाई उताको मासु बब्बाल ग्रिल हुँदैछ हामीले चाहिँ